बच्चाहरूको छुट्टी भयो कि आम्बालाई तनाव भइहाल्छ है, कहाँ लैजाने होला घुमाउन भनेर। त्यसमाथि पनि यो मनसुनमा चाहिँ कहाँ जाने जस्तो हुन्छ, पानी परिरहेको सिजन। तर आई थिङ्क गोदावरी चाहिँ एकदमै सही ठाउँ हुन्छ बच्चाहरूलाई घुमाउनुको लागि। अनि मेरो छोरालाई पनि मैले उसको सन्डे स्कुल छुट्टी थियो, अब कहाँ जाने भनेर सोच्दाखेरि चाहिँ एकदमै सेफ र प्रशस्त स्पेसियस ठाउँलाई खेल्नलाई भनेको चाहिँ गोदावरी नै पाएँ। त्यसपछि मैले लगे बाबुलाई गोदावरीमा, अनि त्यहाँ गएर उसले यो सानो नदीमा उसको फेभरेट ठाउँ हो त्यो सधैँ खेल्नको लागि, अनि सेफ पनि छ। अनि यति पानी पनि परिराखेको भएर हामी दुवैजना आमा छोराले चाहिँ एकदमै इन्जोय गऱ्यौँ। अहिले त फेरि त्यहाँ घोडा पनि राखिदिएको रहेछ। ल हेर्नुहोस् बच्चाहरूलाई यस्तो रमाइलो है, एकछिन 2-3 मिनट घोडामा खेलेको, त्यो घोडामा चढेको जम्मा 150 रुपियाँ लिन्छ। तर एकदमै रमाइलो पनि हुन्छ बच्चालाई, राम्रो मेमोरी पनि क्रिएट हुन्छ। सो तपाईँहरू पनि कहाँ जाने बच्चा लिएर सोच्दै हुनुहुन्छ भने गोदावरी जाउँ।